यो बेलामा त कति लाग्दैन थियो बाटो यो शरीर बुढो हुँदै गएपछि यही घर नजिकै आइपुग्न पनि गाह्रो हुँदो रहेछ। यहाँ गौतमका पुराण लाएर छन्, पुराणमा गएको आउँदा आउँदै रात परिगएको। अब घरमा बुहारी के गर्दैछ सुन्ने, अरू बेला त अबेरसम्म टिकटक चलाउँथे। मनमाया के छ, सन्च सुविस्तै छ? हेर यो बुढेसकालमा तिमी पनि बुढी भएछौ, अब त कपाल फुल्न थालेछन्। अलिअलि कालो रङ्गले गल्या छ कि क्या? हाम्री मनमाया नि बुढी भएछन् हेर त। ल चन्द्रमुखी राम राम, हाम्री चन्द्रमुखी होइन भने चन्द्रमुखी पनि ऊ बेलामा कलकलाउँदा गाला थिए, अहिले त बुढी भएर चाउरीमुखी भएपछि। के छ घरमा, सबै सन्च सुविस्तै छ? पुराना गएको थियौ तिमी पनि? ल ठिक छ गाउँमा त्यत्रो चाहिँ गौतमकाले ठुलो पुराण लाएर छन्। ल सबैजना पुगेर आउनुभएछ, बल्ल बल्ल घर पनि आइपुग्यो। यो घरमा चालचुलै छैन, बुहारी के गर्दैछ कुन्ने? हरि शरणम हरि शरणम। बुहारी ए बुहारी, हेर बुहारी म त त्यहाँ पुराणमा गएको थिएँ, आउँदा आउँदै रात पर्यो, साह्रै भोक लागेको छ, यसो अलिकति केही खानेकुरो बनाउँथ्यो कि भनेर। भयो छोडिदेऊ, ऊ बेला भए त निलिन्थ्यो, यो बुढो बला त्यो चिउरा निल्न गाह्रो हुन्छ। लु भइगयो, लु भइगयो, छोड्नु पर्छ। के गर्नु अब, अरूको घरबाट आएका छोरी चेली, मेरो मात्रै होइन सबैको घरमा यस्तै छ भने। काले एउटा छोरो छ, त्यहीसँग बस्या, काले पनि अफिसको कामले बाहिर बाहिर कुदिरहन्छ। आज त छुट्टीको दिन, अहिलेसम्म काले नि आएन जस्तो सोच। सरिता, ए सरिता। हजुर। कता हो, बाहिर आऊ न। भन्नु न। भोक लागेर यहाँ कस्तो भइसक्यो, खानेकुरा केही व्यवस्था छैन? म बनाइहाल्छु नि, बस्दै गर्नु न। अनि के साथी, मैले अस्ति भनेको कुरा ल्याइदिनु भयो त? मेरो अस्तिदेखिको ल्याइदिएको छ नि। आइफोन भन्थिस्, के ल्याइदिएको छ आइफोन? ल कति बनाउँछस्, टिकटक बना अब। ओ माय गॉड पुरा, थ्यांक यू सो मच। धेरै नफुर्की हेर खुट्टा फुल्दै छैन यसको त। जा जा खाना बना। खाना बनाएर ल्याइहाल्छु। गइहाल गई नगरी गयो। काले ए काले, एकैछिन यहाँ आइदैन होला, ऊ यहाँ आइज। खै के हो, खैले त मजा दिन्छु। यो माथि सार्नुपर्छ कि अनि के हो बाबु, तेरो चालचुलै हुन छोडो, घरमा तँलाई भेट्न पनि औँसी र कुर्नु पर्ने हो। एकछिन यहाँ बासँग बसेर गफ गर्थिस् कि भनेर बोलाएको। तिमीसँग गफ गरेर बस्ने फुर्सद छ र मेरो? यता दिनभरि अफिसमा भ्याइ नभ्याइ, यहाँ घर आयो, घरको किचकिच, बुढीको किचकिच, अनि के गफ गर्नु पर्यो तिमीलाई? अनि के भयो बाबु, अनि अफिसको काम कस्तो चल्दैछ तेरो?
एकैछिन यहाँ बस्नु बाबु यहाँ बसाइछिन बस्नु लु भन भन के तँलाई याद छ बाबु जब त सानो थिइस् नि तँलाई म सधैँ हाट बजार घुमाउन लैजान्थेँ त्यहाँ बजारमा जे देखो त्यसलाई यो के हो बा भनेर सयचोटि सोध्थिस् हरेकचोटि सोद्धा जवाब दिन्थे आज अफिसको काम कस्तो चल्दैछ भन्दाखेरि झर्किन पर्छ र बाबु त्यतिखेर के गर्यो भने के थाहा मलाई बुहारीले त अलिकति नराम्रो वचन बोल्दा यो मनमा लाग्दैन त मेरो छोरो होइन तैँले पनि यस्तो वचन गरिस् भने म कसको मुखेर यो घर बस्नु पर्छ जसको सुख मुखेर बस्छ नि मलाई के तँलाई मैले त्यत्तिकै बोलाएको होइन बाबु त्यो अस्ति दमको औषधि ल्याइदियो भनेको थिएँ नि त्यो दम बढेर हिजो साह्रो हो त्यो औषधि ल्याइदिएस् कि भनेर बोलाएको होइन तिमी कति बिरामी हुन्छ हो कति मेरो आधी सम्पत्ति त तिम्रो उपचार गर्दा गर्दा गइसक्यो त अझै बिरामी मात्रै हुन्छौ तिमी ए तेरो आधा सम्पत्ति सकियो ऊ बेलामा बा गाउँमा पढाइ राम्रो छैन म काठमाडौँ गएर पढ्छु भन्दा मेरा त्यतिका जमिन बेचेर तँलाई काठमाडौँ पढ्न पठाउँदा मेरो सम्पत्ति सकिए जब अहिले यो 200 रुपियाँको एउटा औषधि ल्याइदिए भन्दा आधा सम्पत्ति सक्यो भन्छस् ठुलो भइसस् ठुलो मान्छे परिस् होइन तिमीले मेरो लागि के चाहिँ गर्यो बा के चाहिँ गर्यो जेठो छोरालाई अमेरिका पठायो कान्छो छोरालाई अस्ट्रेलिया पठायो मलाई चाहिँ के जहिले रात दिन नै रुँदै बस्नु परेको छ मलाई केही गर्यो होइन किन यसो भन्छस् हे बाबु तेरा दुईजनै दाजुहरू आफ्ना बुद्धिले गर्दा विदेश गाउँ मैले जाऊ भनेर पठाएको हो र तँलाई आमाले मर्ने बेलामा आमाको नामको जिउली सबै पास गरिदिए मेरो भागको सबै तेरो नाममा गरिदिएछ अझै तँलाई के दिउँ म छोरा के दिउँ ए कति के चिज गर्न सकेको हो गएर सुत न ए भा तिमी केही गर्न पर्दैन तैँले पनि ल जा त पनि जा गरेर कति कचकच गर्दा रहेछन् सानो छँदा रातभरि रुन्थ्यो जो रोगको सुनेर मलाई निन्द्रा लाग्दैन थियो अहिले अलिकति केही भन्दा झर्को हुन्छ गनगन हुन्छ किचकिच हुन्छ यस्तै गरिन्छ साना छन्जेल मात्रै होला छन् छोराछोरी आफ्नो ठुलो भएपछि पनि कुनै कति भाइ छोरा के नाति बुढाको ढोका पर्नु माथि भन्थे त्यस्तै त रहेछ एउटा नाति छ त्यसैको मुखेर यो घरमा बस्या छ त्यो पनि सुतो होला पनि सुत्नु पर्यो ए यो त सुतो भनेको सुतेकै पो रहेछ रातिको 11 बज्न आँटिसक्यो मम्मी बाबासँग सुत्न छोडेर किन आएको त यहाँ मम्मी बाबा त कुरा काटीमा सुन्न सकेको मलाई राम्रै लाग्दैन हे बाबु बाबा आमा भएको त नि जिउँदा भगवान् बाबा आमाले जति सुकै नराम्रो वचन बोले पनि कठोर भए पनि सन्तानको लागि सधैँ राम्रो सोच्या हुन्छ बुझिस् पछि तेरो बालाई चाहिँ तैँले सुखले राख्नु है मैले दिएको संस्कार नबिर्सिनु नि तैँले हुन्छ बा ल अब के गर्छ सुन्छस् एउटा कथा सुनाउनु न बा के को कथा सुन्छस् कृष्ण भगवानको देख्नुभयो त मेरो नातिलाई मैले कति राम्रो संस्कार दिएको छु ल यहाँ कहाँ ध्यानले राखेर मेरो से राखेर गल्ती लु यहाँ आइछ उता खुट्टा उता भन्नु उता खुट्टा भन्दा अब भगवान् कृष्णको कथा सुन्छु भन्छ उसो भए बाबु परापूर्व कालमा भगवान् कृष्णजी हुनुहुन्थ्यो बच्चा वृद्ध असहाय दुखीलाई अति प्रेम गर्ने उहाँको तिम्रो जस्तै खुट्टा थियो तिम्रो जस्तै हात थियो तिम्रो जस्तै औला थियो तिम्रो जस्तै आँखा ए अघि सुन्छ कथा सुन्छु त भन्छ नि के गर्नु
यो केटाकेटी मरो यसको निन्द्रासितै परिहाल्छ। अब यो पनि सुत्तो म नि सुत्नु त पर्ला। यो गल्दै पनि छिटै लैजान्छ जस्तो छ। ए बुढो यता आउनु त तपाईँसँग एउटा सल्लाह गर्नु छ। मैले के सल्लाह तेरो राति राति भोलि बिहान गर्न हुँदैन तँलाई? भोलि बिहान त तपाईँले अफिसको काममा व्यस्त बनाइहाल्छ। तपाईँसँग यसो भेटियो भने चाहिँ राति त हो नि। लु भन्न त भन् के हो? तपाईँको बुवाको किसकिसले मलाई वाक्क लागिसक्यो। अब यो घरमा कि त तपाईँको बुवाको ठेगाना लगाउनुहोस् कि त म मेरो माइत गएर बस्छु। मैले के गर्नु त? मार्नु अब बुवालाई? मार्न पनि त मिलेन नि त, के गर्नु भन् त? मैले मार्नु काट्नु पनि त भनेको छुइनँ नि त। अहिलेको जमानामा जताजतै वृद्धाश्रमहरू हुन्छ। तपाईँको बुवालाई वृद्धाश्रममा लगेर राखिदिनु न। होइन, यो अङ्ग्रेजी पढेका बुढीहरू कतिलाई हुन्छ भन्थे। तेरो आइडिया त माने मैले बुढी आइडिया बुढी भेटाएर रहेछ नि मैले त। तेरो बुढी आइडिया त एकदम ठिक लाग्यो बुढी मलाई। माथि त म छु नि। हेर धेर गुरु नगर हेर भुइँमा खुट्टा छैन यसको पनि। तर मलाई वृद्धाश्रम त लाने भन्यो। तर अब कसरी लाने त? पक्का त म एम्बुलेन्सलाई फोन गर्छु नि त, यहाँ यसो गाडीलाई फोन गर्छु। रातिको गाडीलाई किन फोन गर्नु? गाउँलेहरू छन्। अब गाडी आउँछ राति घर बजाउँछ सारा गाउँले हुन्छ। अनि तपाईँ अलिकति जस्तो मान्छे तपाईँको इज्जत के हुन्छ भन्नु त? ओहो, यसले कुरो पनि ठिक गरे। अहिले रात्रि मासु फोन गर्दा सबै यिनीहरूले थाहा पाउँछन् गाउँलेले। अन्त मेरो इज्जत त माटोमा मिल्छ हौ। होइन, के गर्ने त त्यसो भए बुढी? अब यो बुहारीमा डुको छ। त्यही डुकोमा बुवालाई हालेर हामी हाइवेसँग लगाउँ। त्यहाँनिर नाइट बस भेटिहाल्छ जति नाइट बसमा बुवालाई राखेर काठमाडौँको वृद्धाश्रममा लगेर छोडिदिनुहोस्। ओहो, कति लागेर रहेछ हौ बुढी? त पकाइ त म डोकोलेर आइहालेँ त एकछिनै। होइन त्यो त कालेले बोले जस्तो सोच्छ। मलाई वृद्धाश्रम लाग्यो। मेरो छोराले आज जुन छोराको लागि भनेर मैले म्याट्रिक उठाउ गरेँ यही दिन देख्नु पठाइरहेछ। यो नातिलाई छोडेर म यो पुरस्कारमा कसरी वृद्धाश्रम छ? म वृद्धाश्रम जान्न प्रभु, म वृद्धाश्रम जान्न। डुको त ल्याउने भयो। यो डुकोमा पाँच आँट्नुहुन्छ र? तैँ बसेर हेर्न त एकचोटि। ए यो बुढा पनि कहिले खट्टा गरिरहनुहुन्छ। के जिस्केली त? फोन उठाउनु लु अब। बोलै त नबोलै। ए बुवा, मेरा बुवा, ना उठ्नु त। ओके हुनुहुन्छ? होइन बाबु, अरू बेला त अलि अबेरसम्म सुत्थेँ। आज यो एका बिहानै किन बोलेछ बा? अनि नि बा, हजुरले अस्ति नैदेखि तीर्थयात्रा भन्नुहुन्थ्यो नि। मैले अफिसमा 4 दिनको छुट्टी मिलाएर हजुरलाई तीर्थयात्रा लाने यसो विचार गरेको छु। त्यही भएर आज हजुरलाई उठाएको नि बुवा। कति सजिलै झुट बोल्छ सही। तेरो भाउ मलाई थाहा हुँदैन। तिमीले सल्लाह गरेको मैले सबै सुने। बाबु हेर त, अहिलेको यो बिग्रिलो समाज त व्यस्त आफ्नो काममा, तेरी श्रीमती आफ्नो काममा व्यस्त। यो भोलि कस्तो हुन्छ? यसलाई राम्रो संस्कार दिन सकेन भने त आफैले दुःख पाइन्छ है बाबु। यो अलिक ठुलो हुन्छ। अनि मलाई वृद्धाश्रम लैजान है। अहिले मलाई वृद्धाश्रम नलैजा बाबु। यी बुढालाई थाहा नै भनेको त सबै थाहा पाइसकेछ नि हौ। चौपटे पारेन। तिमी जे सुने भन, तिमीलाई 1 लान्छु, 2 लान्छु, 3 लान्छु। तिमीलाई वृद्धाश्रम त लगेरै छोड्ने हो। उठिहाल त छिटो, उठ उठिहाल। भइगयो भाइ। तिमीहरूको खुसी
म वृद्धाश्रम जाँदा म वृद्धाश्रम जानुमा छ भने म तिमीहरूको खुसीको लागि वृद्धाश्रम गइदिउँला। केमा हालेर लान्छस्? यहाँ डोको ल्याएको छ, डोकोमा हालेर लाने नि। कार ल्याउन सक्दिनँ, यस्ता बुढालाई कसले कारमा लाने? हजुर, मैले यही देख्नलाई तर छ मेरो छोरालाई हुर्काएको पढाएको केहीको कमी हुन नदिकन पढाएको। बाबु, यो टोकोमा लान्छस्? ल टोकोसँग ए छोरा, अब म अस्ताउँदो घाम यसको अनुहार फेरि देख्न पाउँछु कि पाउँदिनँ? कि अन्तिमचोटि एकचोटि मेरो नातिसँग मलाई बोल्न दिएन बाबु। एकचोटि बाबु, नाति नाति, म जान्छु, म वृद्धाश्रम जान्छु, तर एकचोटि यो मलाई भेट गराइदिनु। हुँदैन भने नि, कति क्यासेट गरेको? बाबा बुवालाई कहाँ लानु? होइन, यो फेरि हुने त तेरो बुवालाई जहाँसुकै लगाउनु, तँलाई क्या गर्छ? तैँले यस्तो कुरा बुझ्दैनस्। तेरो बुवालाई वृद्धाश्रम जान आँटेको, जाँदा सुन्नु अहिले, भोलि विद्यालय जाएर ढिलाउँछ। अनि बुवालाई वृद्धाश्रम लगेपछि मलाई कथा कसले सुनाउँछ? तँलाई कथा तेरी आमाले सुनाउँथे। फेसबुक छ, युट्युब छ, तीबाट हेरेर सिक। बाबा एउटा कुरा भनौँ? भन के कुरा हो? तपाईँले बुवालाई वृद्धाश्रम पुगाएर ल्याएपछि त्यो डोको चाहिँ तपाईँ सँगै ल्याउनु ल। होइन, के भन्छ? डोको चाहिँ किन ल्याउनु फेरि? न त घाँस काट्ने, न त दाउरा बोक्ने, डोको चाहिँ किन ल्याउने हो? तपाईँ बुढो हुनुहुन्छ, तपाईँ पनि ठोक्नुहुन्छ, ठोक्नुहुन्छ, तपाईँले पनि मलाई पनि त दिक्क लाग्छ। तपाईँलाई त्यही डोकोमा हालेर वृद्धाश्रम जानेलाई नि भा। छोरा, तैँले आफ्नो बुवालाई पनि वृद्धाश्रम लान्छ? तपाईँले चाहिँ तपाईँको बुवालाई वृद्धाश्रम ल्याउनु हुने, मैले चिनाउने? म कस्तो ठुलो भ्रममा रहेछु। मैले यो के गर्न लागिरहेको छु? यत्रो पढेर, यत्रो ठुलो मान्छे भएर यत्रो ज्ञान सिकाउने मेरो बुवालाई म वृद्धाश्रम लान आँट्दै रहेछु। बुवा, मेरो बुवा, तपाईँले यत्रो पढाउनु भयो मलाई, तर मलाई त लाग्छ तपाईँको सबैभन्दा असल छोरा जस्तो लाग्छ बुवा। संस्कार बाबु, संस्कार। यो नातिले छ नि सबै कुरा बुझ्यो, तर तैँले बुझ्न सकिन। बाबुआमालाई पनि आफ्नो सन्तानको माया हुन्छ। ढिलै भए पनि तेरो चेत खुल्यो। आज तैँले मलाई जुन व्यवहार गरिस् नि, त पनि यति ठुलो हुन्छ, भोलि तँलाई त्यही फर्किन्छ, बुझिस्? अब त बुझिस् होला? मलाई माफ ए काले, तेरो बाबुको हुन्छ, तपाईँ माफ गरिदिनु होला त। अब त मलाई वृद्धाश्रम लाँदैनस् नि। तपाईँहरू पनि विचार गर्नुहोस्। आफ्ना बुढा भएका घरमा रहेका बाआमालाई आज जुन व्यवहार तपाईँले गर्नुहुन्छ, पछि आफूलाई त्यही फर्केर आउँछ। बाबुआमाको महत्त्व तब थाहा हुन्छ जब बाबुआमा हुन्न। बाबुआमाको माया कस्तो हुँदा सस्तो, नहुँदा आकाशको जुन जस्तो हुन्छ। सबैको घरमा यो मेरो जस्तो नाति हुँदैन। त्यही भएर आफ्ना बाआमालाई सधैँ माया गर्नु, राम्रो वचन बोलिदिनु है त। बुहारी, बुवा, म माफीको लायक त छैन होला, तर मलाई आफ्नै छोरी सम्झेर माफ गरिदिनु होला। ल भइदियो, आफ्नो छोरी के सम्झिनु, मेरो छोरी नै त औ तिमी। ल भयो, ल आइदिए। तर बुवा, यो सब यसले गर्दा
बुहारीलाई गाली नगरे त मेरो छोरा होइन मैले उसलाई सम्झाउनु पर्ने हो कि उल्टो मलाई वृद्धाश्रम लानतिर लाग्ने यसले गर्दा भएको ल गल्ती नहो त्यो बेला मौकामा अब तीर्थ घुमाउन लानुपर्छ टिकट काटेको छ छोला छुट्टी ल्याएको छ छोला तीर्थ लान्छ छोला त हजुरलाई पनि सबै षड्यन्त्र थियो बा लु भयो अब त तीर्थ नै लान्छ छोला नि त अब त लान्छु बा त्यसो भए ए कान्छ त्यो लोकको पाडालाई घाँस काट्न जाँदैछ हजुर मेरो उही गर्नुभयो सोचेर लाग्छ हजुरलाई छोरो पायो छोरी पायो